1 मन्थमा 5 केजी घटेँ। हेलो गाइज, के छ? वेलकम ब्याक टु माई वेट लस जर्नी। इट्स मी विजय चौधरी, वर्किङ इन कतार एज अ डाटा इन्ट्री अपरेटर। मेरो 5 केजी घटेकोमा कुनै सर्टकट छैन। हामीहरू प्रायः जसो सर्टकट खोज्छौँ, बट सत्य के हो भने मन नलाग्दा पनि निरन्तर लागिरहनु नै मुख्य कुरा हो। कहिलेकाहीँ लो फिल हुँदा पनि वर्कआउट गर्न छोडिएन र मैले हरेक मिलमा क्यालोरी र प्रोटिन मेन्डेटरी काउन्ट गरेर खान्छु। मेन कुरा हामी मान्छेलाई बाहना चाहिन्छ हरेक कुरामा। बट भनिन्छ नि, केही पाउनलाई केही गुमाउनु जरुरी पनि हुन्छ। जस्तै मैले मेरो वेट लस जर्नीमा धेरै कुराहरू गुमाएँ। जङ्क फुड लाइक केएफसी, बर्गर, कोल्ड ड्रिङ्क, हाई क्यालोरी फुड लाइक स्विट्स, ओइली फुड, र मैले धेरै कुराहरू पनि पाएँ र सिकेँ पनि। लाइक इफ रिजल्ट चाहिन्छ भने बहाना बनाउन छोड्ने र कसरी स्मार्ट तरिकाले खाने कुराहरू खाने, लो क्यालोरी खाने, अनि भोक पनि नलाग्ने। र सबसे महत्त्वपूर्ण के हो कुरा सिकेँ भने आफ्नो 100% दिने रिजल्ट आफै देखिन थाल्छ। अब तपाईँहरू पनि मेहनत गर्न थाल्ने कि अझै बहाना बनाउने? यति भन्दै आजलाई यति। गाइस, थ्याङ्क यू फर वाचिङ, सी यू टुमारो।